नमस्कार सम्पूर्णलाई। अहिले तपाईहरु हेर्नु हुँदैछ नक्सलबाडी ब्लक हात्तीगिसा जिपी अन्तर्गत पर्ने भुवनगढी दिमालछाट अनि मिनगडा माझ बगिरहने यो चेंगा खोलाको अद्भुत दृश्य र यसले गरेको क्षतिहरु तपाईहरु माझ म राख्न गइरहेको छु र केही दृश्यहरु अगाडि म देखाउन चाहन्छु। यहाँको यो देखिरहने सबै मिनगडामा बस्ने मानिसहरुको अलिअलि प्रोपर्टी छ। यहाँ चिया कमानहरु छ र सबैले आफ्नो मेहनतले गरी खाइरहेका छन् र यहाँ समस्या के छ भने यो छेउमा एकदमै यहाँ छ यो चिया कमानको सानो घर छ एउटा अनि काम गर्ने कार्यहरु आराम गर्नुहुन्छ उहाँहरु यहाँ बसेर यहाँनिर है। अनि यसको छेउमा 10-15 फिट सम्म चाहिँ यो नदी चेंगा खोलाले एकदमै क्षतिग्रस्त गरेको छ र केही दिन यो ढिलो हुन गयो भने चाहिँ यो सबै नुक्सान हुनेछ र यसको पारिपट्टि यो दिमालछाट उतापट्टि भुवनगढी यहाँ अलिकति जुम गरेर देखाउने प्रयास गर्छु म। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईहरुले, यहाँनिर भत्काएर एकदमै रुखहरु पनि लाँदैछ है र यहाँ बस्ने हाम्रो साथीहरुलाई म अलिकति एक दुईवटा कुरा सोध्न चाहन्छु के कस्तो भइरहेको छ, यो खोलाले कतिको क्षति गरिरहेको छ है, त्यो विषयमा अलिकति सोध्न चाहन्छु। हाम्रो यहाँ आदि छ र आदि के भन्न चाहन्छस् त? नमस्कार सम्पूर्णलाई है। साथीले त भनिहाल्यो कि यो खोला कहाँ छ, कुन चाहिँ जग्गामा छ र यसले के कसो गरेको छ, त्यो विषयमा म पनि अलिकति केही कुछ भन्न गइरहेको छु। अब हामी बस्तीमा बसेपछि के हो, मानिसहरूले सानोतिनो अलिकति सानो बगान, कसैले बगान लगाएको छ र कसैले अनारस लगाएको छ र कसैले खेतीपाती गर्दैछ, धान खेती गर्छ र मकै सकै सबैले त्यसै गरेर नै आफ्नो गुजारा चलाइरहेको छ। मेन समस्या चाहिँ के पर्न गइरहेछ भनेदेखिको यो खोलाले जस्तो खालके आतंक मचाइरहेको छ। सबै आजभन्दा 10 साल 12 साल अगाडि बनेको जुन चाहिँ हाम्रो यो जाली थियो, मोटामोटी झन्डै यो जालीको 500-600 मिटरको यो लम्बाइ छ। यो जालीको आजभन्दा 10 वर्ष 12 वर्ष अगाडि जुन चाहिँ यो जाली बनिएको थियो र त्यो जाली अस्तिको वर्ष 2025 अक्टोबर 4 अक्टोबरको दिन जुन चाहिँ फ्लड आएको थियो, त्यो फ्लडले यता देखाउनुहोस्, यो फ्लडले यो यहाँदेखि त्यहाँ परदेखिको लिएर डाङडुङ भत्काएको थियो, जसको रिपोर्ट चाहिँ मैले गरेको थिएँ। इरिगेसन अफिसमा गएर मैले रिपोर्ट गरेको थिएँ। एप्लिकेसन म र मेरो साथीहरू गएर एप्लिकेसन रिपोर्ट गरेको थियौँ। एप्लिकेसन रिपोर्ट गर्दाखेरि आज रिपोर्ट गरेको 1 वर्ष पुग्न आँटिसकिसक्यो, तर पनि कुनै रेस्पोन्स आएको छैन। त्यसमा धेरै नै दुखित छौँ हामी। त्यो एप्लिकेसनको रिसिप्टहरु केही छ? हजुर छ, रिसिप्ट मैले यहाँ पक्रेर आएको छु। यो रिसिप्ट छ। यो रिसिप्टमा उहाँहरूले स्ट्याम्प हानेर सिग्नेचर गरेर पनि पठाइदिएको थियो र उहाँहरूले भन्नुभएको थियो हामी भेरिफिकेसनमा आउँछौँ, भेरिफिकेसनमा आएर हामी हेर्छौँ र त्यसपछि केही एक्सन लिनेछौँ भनेर तिनीहरूले भनेको थियो। र हामी त अब गाउँको सिधासादा हामी त चुप लागेर बस्यौँ, आउँछ होला भनेर, तर आजसम्म कुनै रेस्पोन्स आएको छैन। र यस्तै प्रकारले हो भनेदेखिको अब अझै बर्खा त डल्लै छ, अझै पानी पर्नु डल्लै छ र यस्तै प्रकारले हो भनेदेखिको त अब एक दुई सप्ताहमा त यो जाली केही पनि रहँदैन। साथसाथै यहाँ जति पनि जग्गा जमिनहरू छ सानोतिनो जसले गरी खाने हाम्रो बाटो छ, त्यो सबै नै खोलाले बगाएर लानेछ। र म यति भन्न चाहन्छु कि यस विषयमा हाम्रो सरकारले केही गरिदिनुहुन्छ भन्ने हामी धेरै आश्वासन राख्दछौँ। त्यसैले म यो भिडियो जतिजनाले पनि हेरिराख्नु भएको छ उहाँहरूलाई म निवेदन गर्दछु, रिक्वेस्ट गर्दछु कि यो भिडियोलाई जतिभन्दा जति सेयर गरिदिनुहोस् ताकि यो भिडियो माथिसम्म पुगोस् र माथिकोहरूले पनि केही रेस्पोन्स दियोस् भनेर म हजुरहरूलाई रिक्वेस्ट गर्दैछु।